भिडियो सुरु हुनुभन्दा अगाडि 6-7 सेकेन्डको एउटा छोटो भिडियो तपाईले हेर्नुभयो होला। त्यसलाई चाहिँ लोगो इन्ट्रो भिडियो भनिन्छ। आज म तपाईलाई लोगो इन्ट्रो भिडियो कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नु होला। तपाई यदि मोबाइल कन्टेन्ट क्रिएटर हुनुहुन्छ, मोबाइलबाट भिडियोहरू क्रिएट गर्नुहुन्छ, तपाईको एउटा युट्युब च्यानल छ र तपाई आफ्नो भिडियोलाई चाहिँ प्रोफेसनल तरिकाले एडिट गर्न चाहनुहुन्छ र भिडियोको सुरुमा मैले जस्तै तपाईको च्यानलको लोगो राखेर एउटा लोगो इन्ट्रो सर्ट भिडियो बनाउन चाहनुहुन्छ भने आजको भिडियोमा तपाईलाई म स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु। कृपया स्किप नगरिकन भिडियोको अन्त्यसम्म हेर्नुहोस्। तपाईलाई पुरै थाहा हुनेछ कसरी लोगो इन्ट्रो भिडियो क्रिएट गर्न सकिन्छ भनेर। हामीलाई लोगो इन्ट्रो भिडियो क्रिएट गर्नको लागि दुईवटा एप्लिकेसनको जरुरत पर्छ। एउटा क्यापकट भएको छ भने अर्को हामीलाई रहेको छ यहाँ पिन्टरेस्ट देख्न सक्नुहुन्छ। यो पिन्टरेस्ट र क्यापकटको माध्यमबाट चाहिँ हामीले लोगो इन्ट्रो भिडियो क्रिएट गर्न सकिन्छ है। सबैभन्दा पहिला पिन्टरेस्टलाई ओपन गर्नुहोस्। पिन्टरेस्टलाई ओपन गरिसके पछाडि तपाईले यो सर्चमा गएर सर्च गर्नुहोस्। सर्चमा गएर तपाईले इन्ट्रो भिडियो लेखेर सर्च गरे पनि हुन्छ अथवा लोगो इन्ट्रो भिडियो लेखेर सर्च गरे पनि हुन्छ है। म तपाईलाई एउटा लोगो इन्ट्रो भिडियो लेखेर सर्च गरेर देखाउँछु। यसरी लोगो इन्ट्रो भिडियो लेखेर सर्च गरेपछि यहाँ विभिन्न किसिमको इन्ट्रोहरू देख्न सकिन्छ हैन। यसमध्ये तपाईले आफूलाई मन परेको इन्ट्रो चाहिँ तपाईले डाउनलोड गर्न सक्नुहुन्छ है। यसरी विभिन्न किसिमको इन्ट्रोहरू यहाँ आउँछ। तपाईलाई आफूलाई मन पर्ने भिडियो तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। पिन्टरेस्टबाट भिडियो कसरी डाउनलोड गर्ने भन्ने विषयमा मैले अगाडि नै एउटा भिडियो बनाइसकेको छु। यदि पिन्टरेस्टबाट तपाईलाई भिडियो डाउनलोड गर्न आउँदैन भने मेरो च्यानलमा सर्च गरेर हेर्नुहोस्। यहाँनिर मैले पिन्टरेस्टको भिडियो कसरी डाउनलोड गर्न सकिन्छ भनेर अलरेडी भिडियो बनाएको छु। तपाईले त्यो भिडियो हेरेर सिक्न सक्नुहुन्छ कसरी भिडियो डाउनलोड गर्न सकिन्छ पिन्टरेस्टबाट। त्यसैगरी सबैभन्दा पहिला यसरी यहाँबाट तपाईले आफूलाई मन पर्ने एउटा छोटो 5 सेकेन्ड 10 सेकेन्ड त्योभन्दा बेसी लामो होइन 5 सेकेन्ड 10 सेकेन्ड भित्रको तपाईले कुनै पनि भिडियो आफूलाई मन पर्ने आफ्नो च्यानलको लोगोलाई म्याच हुने खालको तपाईले कुनै पनि भिडियोलाई सर्च गरेर तपाईले डाउनलोड गर्नुपर्ने हुन्छ है। डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसरी तपाईले डाउनलोड गरिसके पछाडि आफ्नो च्यानलको तपाईले लोगोको ब्याकग्राउन्डलाई रिमुभ गर्नुपर्ने हुन्छ हैन। राम्रोको लागि तपाईले आफ्नो च्यानलको लोगोको ब्याकग्राउन्ड चाहिँ रिमुभ गर्नुपर्ने हुन्छ। मैले अलरेडी इन्ट्रो भिडियो बनाउनको लागि तपाईलाई भिडियो लामो नहोस् भनेर एउटा भिडियो डाउनलोड गरिसकेको छु र एउटा र्यान्डमली एउटा कुनै पनि च्यानलको लोगोलाई ब्याकग्राउन्ड पनि रिमुभ गरिसकेको छु है। अब सिधै म तपाईलाई क्यापकट खोलेर देखाउन चाहन्छु कसरी क्रिएट गर्ने भनेर है त। क्यापकटलाई ओपन गरौँ। क्यापकटलाई ओपन गरिसके पछाडि यहाँनिर न्यू प्रोजेक्ट आउँछ। न्यू प्रोजेक्टमा गएर क्लिक गर्नुहोस्। न्यू प्रोजेक्टमा गएर क्लिक गरिसके पछाडि सिधै तपाई आफ्नो ग्यालेरीमा पुग्न सक्नुहुन्छ। सिधै तपाई आफ्नो ग्यालेरीमा पुग्न सक्नुहुन्छ। त्यसमध्ये तपाईले डाउनलोड गर्नुभएको लोगो इन्ट्रो भिडियोलाई क्लिक गर्नुहोस्। त्यसपछि यहाँ एड गर्नुहोस्। यति गरिसकेपछि हाम्रो एडिटिङ फेजमा आउँछौँ। त्यसपछि एडिटिङ गर्नलाई तपाईको स्टेप बाइ स्टेप हेर्नुहोस् है त। म तपाईलाई कसरी गर्न सकिन्छ म सिकाउन गइरहेको छु। मैले डाउनलोड गरेको लोगो इन्ट्रो भिडियोको लागि चाहिँ यो पर्फेक्ट लाग्यो, त्यसैले मैले यही डाउनलोड गरेँ। यसरी अब ठ्याक्कै यहाँनिर चाहिँ आफ्नो लोगो राख्नुपर्ने हुन्छ, आफ्नो च्यानलको लोगो है। ठ्याक्कै यहाँनिर एकचोटि यो भिडियोलाई प्ले गरेर हेरौँ। बस यहाँनिर चाहिँ आफ्नो च्यानलको लोगो राख्नुपर्ने हुन्छ। अब यहाँ कसरी आफ्नो च्यानलको लोगो राख्ने हेर्नुहोस् है त। सबैभन्दा पहिला यसलाई क्लिक गर्ने, त्यसपछि हल्का प्ले गरौँ, अझै जाउँ। बस यतिमा पुगेपछि त्यो लोगो देखिन्छ। यतिमा पुगेपछि लोगो देखिन्छ भनेपछि यसलाई अब हामीले के गरौँ, यसलाई थाहा पाउन सजिलोको लागि यसलाई स्प्लिट गरिदिउँ। स्प्लिट गरिदिएपछि यसलाई ब्याक गरौँ। ब्याक गरेपछि यहाँनिर ओभरले भनेर देख्न सक्नुहुन्छ। त्यो ओभरलेमा गएर क्लिक गर्नुपर्छ है। त्यो एड ओभरलेमा फेरि क्लिक गरौँ।
एड ओभरलेमा क्लिक गरिसकेपछि यहाँनिर फोटोसमा जाउँ। फोटोसमा मैले यहाँनिर एउटा र्यान्डमली एउटा कुनै पनि च्यानलको लोगोलाई मैले ब्याकग्राउन्ड रिमुभ गरेर राखेको थिएँ। त्यो च्यानललाई मैले त्यही च्यानलको लोगोलाई मैले यहाँनिर एड गर्न चाहन्छु। तपाईँ चाहिँ आफ्नो च्यानलको लोगोको ब्याकग्राउन्ड रिमुभ गरेर यसरी नै तपाईँले राख्नु होला अनि यसरी नै क्लिक गरेर एड गरिदिनु होला। यति गरिसकेपछि यहाँनिर च्यानलको लोगो आएको छ है। अब यसलाई चाहिँ अलिकति सानो पनि बनाउन सकिन्छ। यसरी अलिकति सानो पनि बनाऊ, ठ्याक्क भिडियोसँग म्याच खाने खालको बनाउनु पर्ने हुन्छ। यसरी ठ्याक्कै बनाइदिउँ, यसलाई यसरी सानो बनाइदिउँ। ठ्याक्कै यहाँ लोगो मिल्दाखेरि एकदम प्रोफेसनल देखियोस् है। अनि यो तलको यो लेन्थलाई चाहिँ माथिको भिडियोसँगै मिलाएर ठ्याक्कै बराबर पारेर यसरी राखिदिनु होला। यसरी बराबर पारेर राखिदिसकेपछि यसलाई अलिकति एडजस्ट पनि गरौँ। यसरी एडजस्ट गरौँ। एडजस्ट गरिसके पछाडि अब यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले भिडियोसँगै हाम्रो च्यानलको आफ्नो लोगो पनि त्यहाँनिर आउँछ है त। यसरी आउँछ। यसरी आफ्नो भिडियोको लोगो पनि सो हुन्छ एकैसाथ। यसरी तपाईले पनि आफ्नो च्यानलको लोगो राखेर यसरी भिडियो क्रिएट गर्न सक्नुहुन्छ। यसरी भिडियो क्रिएट गरिसके पछाडि अन्तिममा रहेको यो एडिटिङमा गएर चाहिँ यसलाई डिलिट गरिदिनु होला। यसलाई डिलिट गरिसकेपछि क्यापकटको लोगो हराएर जान्छ। अब भिडियो तयार भइसकेको छ। अब यसलाई एकचोटि प्ले गरेर हेरौँ। यसरी नै साथीहरु तपाईहरु पनि आफ्नो च्यानलको लागि भिडियो तयार पार्न सक्नुहुन्छ। लोगो इन्ट्रो भिडियो।